गुड मर्निङ सबै साथीहरूलाई। आज मैले हजुरहरूलाई है जीवनमा हामीलाई जुन प्रकृतिले दिएको छ नि है त्यो चिजलाई हामीले कन्ट्रोल गर्यौँ र थिचेर दबाएर राख्यौँ भने कस्ता रोग लाग्ने रहेछन् त है। जुन आफूले जानेको कुराहरू हजुरलाई केही कुरा सेयर गर्न गइरहेको छु। हजुरले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला है, एकदमै फाइदाजनक छ। हामी प्रकृति अनुसार चल्नु पर्यो के है साथीहरू। हामी दीर्घायु जीवन र स्वस्थ जीवन गराउनको लागि है, हामी स्वस्थ सरल सुखी र खुसी जीवन बिताउनको लागि हामीले यस्ता प्रकृतिले दिएको चिजहरूलाई सिस्टमिक तरिकाले हैन हामीले जीवनलाई चलायौँ भने जीवन राम्रो हुने रहेछ के है। अनि यस्तो यस्तो यो साइन्टिफिक बुकहरू छन् के, यस्ता यस्ता ठुल्ठुला ग्रन्थहरू छन्, साइन्सले जुन रिसर्च गरेर बनाएका बुकहरू हुन्। हजुरले एकदम ध्यानपूर्वक सुन्नु होला। यो ख्याल ठट्टाको कुरा होइन, एकदम साँचो र 100% सही कुरा हो है। यो चिज प्र्याक्टिकल्ली रूपमा जीवनमा भोगेर नै यो रिसर्च गरेर नै पत्ता लागेको कुरा हो है। यो कुरालाई हजुरले एकदम ध्यानपूर्वक सुन्नु होला। हामीले धारण गर्नु हुँदैन रे के है, शरीरमा बिहेगहरूलाई रोक्नु हुँदैन के, थिचेर राख्नु हुँदैन। जस्तो तपाईँलाई पिसाब लाग्यो है, हामी पिसाब लाग्दाखेरि एकदम च्यापेर बस्छौँ नि, त्यो गर्नुहुन्न है। त्यसले के समस्या ल्याउँछ त भन्दाखेरि बस्तीसुल, एकदम दुख्ने हुने मेड्रोसुल भनेको तपाईँको होइन, जुन पिसाब सम्बन्धी समस्याहरू छन् नि त्यस्ता समस्याहरू आउँछन्। पिसाब पोल्ने समस्याहरू हुन्छन्, मूत्रकृच्छे भन्छ आयुर्वेदमा होइन, यस्तो समस्याहरू हुन्छ है। अनि अर्को कुरा पिसाब रोक्नाले, अनि अर्को कुरा अङ्गभङ्ग भन्छ के, त्यो कारणले गर्दा एकदम मूत्रको वेगहरू रोक्नु भएन है। अनि पुरुष भन्छ दिशा रोक्नु भएन है। हामी दिशा एकदम कन्ट्रोल गर्छौँ नि, त्यो दिशा रोक्नको कारणले गर्दा पक्वाशय सुल भन्छ के, आन्द्रामा एकदम भित्री रूपमा एकदम चापहरू हुने ठुलो आन्द्रामा होइन। अनि त्यो सँगसँगै तपाईँको त्यसमा पेनहरू हुने, पक्वाशय सुल भन्छ के, सुल हुने, शिर सुल भन्छ, टाउकोहरू दुख्ने, पेटहरू फुल्ने समस्याहरू रोग उत्पत्ति हुन्छ। दिशा रोक्नु भएन, दिशा लाग्यो गइहाल्ने है, पिसाब लाग्यो पिसाब फेरिहाल्ने है। अनि अधारणीय भन्छ के आयुर्वेदमा होइन, 13 प्रकारको हुन्छ भनेको छ। त्यही भएर तपाईँलाई मूत्रको पुरुषको भने मैले दिशा र पिसाबको कुरा गरिसकेँ। अब शुक्रको है, शुक्रको वेग पनि रोक्नुहुन्न भन्ने हुन्छ के। वृषणशूल भनेको तपाईँ टेस्टिजहरू हुन्छ नि त्यस्तो दुख्ने होइन, पीडा हुने हुन्छ अरे के। अनि हृदय पीडा होइन, हृदयको पीडा पनि हुने त्यस्तो समस्याहरू हुन्छ। अनि अपान वायु है, अपान वायु भनेको त थाहा छ नि हजुरहरूलाई होइन, पाद के पादलाई रोक्नु भएन है। पाद्न लाज लाग्छ नि त हामीलाई होइन, त्यही भएर त्यो मजासँग पार्नु पर्यो के। विदेशीहरूले कसरी घर्र गरी पार्छ हेर्नु त मान्छेको अगाडि, हामी पनि लाज मान्नु भएन, बुझ्नुभयो, मजासँग पार्नु पर्यो के है। अनि त्यस कारणले गर्दा आद्मान तपाईँले पार्नु भएन, अपान वायुलाई रोक्नुभयो भने पेट फुल्छ, अनि दिशा अवरोध हुन्छ, कन्स्टिपेसनको समस्या हुन्छ, मला अवरोध भन्छ क्या है, दिशा रोकिन्छ, समस्या हुन्छ। अनि वमन हजुरलाई बान्ता भोमिट हुँला, भोमिट हुँदा हुँदा रोक्छौ नि, रोक्नु भएन, त्योबाट के समस्या आउँछ भन्दाखेरि कन्डु होइन, शरीर इचिङ हुने, कोटको समस्या हुने, एनिमिया हुने, पाण्डु भन्छ होइन, कुष्ठ भनेको छाला सम्बन्धीको समस्या आउन सक्छ अरे है। रोक्नु भएन, मजासँग बान्ता गर्न आइरहेको छ, बान्ता मजासँग गर्ने है। अनि आछ्यौँ रोक्नु भएन है, छिक भन्छ क्या आयुर्वेदमा। मन्यास्तम भनेको यो अर्दित, तपाईँ अर्दित हुने, पिनास हुने, अर्धावेदक भन्छ, आधा टाउकोहरू दुख्ने त्यस्तो समस्याहरू आउँछ अरे के। हेर्नुहोस् त आछ्यौँ रोक्नाले है, त्यही भएर मजासँग आछ्यौँ गरेर मजा खुलेर गर्नु पर्यो। उद्गार भन्छ अर्को, डकार मजासँग डकार आउँदा हक्क गरी डकार आउँदा हामी रोक्छौँ नि, डकार रोक्नु भएन है। डकार रोक्दाखेरि के हुन्छ त अरे, यसरी हामीले विकारहरूलाई रोक्दा गयो भने रोगमा परिणत हुने रहेछ है। हामीले हिक्का भनेको बारुले आउँछ अरे होइन, कास खोकियो सुरु हुन्छ अरे हामीले है, डकारलाई रोक्नु भएन है। अनि अर्को कुरा हाई जिरिम्बा भन्छ क्या आयुर्वेदमा, हाई गर्छौँ नि हामी, सुत्दाखेरि हाई आउँछ नि, हाईलाई पनि कन्ट्रोल गर्नु भएन। त्यो कन्ट्रोल गर्यो तपाईँले, रोक्यो च्यापेर राख्यो भने आक्षेप हुन्छ अरे, आक्षेप र कम्प भन्छ, शरीर कामले रोग उत्पत्ति हुन्छ अरे, बुझ्नुभयो। अनि अर्को कुरा छुत भनेको छ, भोग के, भोग हामीलाई भोग लाग्यो, एकदमै भोग छ, हामीले भोगलाई एकदम कामलाई मात्रै बढी प्राथमिकता दिन्छौँ, काम गरेको गरे होइन, हाम्रो शरीरले पानी मागेको हुन्छ, भोग लागेको हुन्छ, प्यास लागेको हुन्छ, हामीले एकदम कन्ट्रोल गर्छौँ के। त्यसलाई कन्ट्रोल गर्नु भएन, थिच्नु भएन, त्यो प्रकृतिले आफ्नो शरीरले माग्यो होइन, त्यो चिज पुरा गर्नु पर्यो के। त्यो रोक्नाले तपाईँलाई के हुन्छ, कार्से भन्छ, दुब्लो हुन्छ, दर्बौले विकनेस हुन्छ, अङ्गमर्द भने शरीर एकदम दुख्ने, लट्ठीले कुटेको जस्तो पीडा हुने, अङ्गमर्द हुन्छ अरे के। अब त्यो खानेकुराहरू नखाएपछि दुब्लो विकनेस त भइहाल्छ नि होइन। प्यासका कुरा हेर्नुहोस् त, हामीलाई प्यासले एकदम च्यापिरहेछ, पानी तिर्खा एकदमै लागिरहेछ, तर हामी काममै व्यस्त हुन्छौँ है, शरीरले मागेको हुन्छ नि त। अनि त्यस्तो बेलामा हामीले प्यास लागेको बेला पानी खाएनौँ भने कण्ठ, मुख, सोस र बाधिर्य भन्छ क्या है,
कान नसुन्ने समस्या हुने हैन, शरीरमा सोर्स भनेको विकनेस हुने हैन, डिहाइड्रेसन हुने भयो, अनि मुख सुक्खा हुने भयो, कण्ठको समस्या, घाँटी सुक्ने भयो। त्यो कारणले गर्दा शरीरमा यस्ता यस्ता समस्याहरू आउने छन्। अनि आँसु है, अश्रु भन्छ आयुर्वेदमा। अनि तपाईँलाई अश्रु भनेको के हो? आँसु रोक्नु भएन, तपाईँले मजासँग खुलेर रुने के है, आँखामा आँसु आयो भने तपाईँले आँसुलाई कन्ट्रोल गर्छौँ नि हामी, त्यो रोक्नु हुँदैन है। त्यसमा प्रतिस्याय भन्छ। हेर्नुहोस् त, प्रतिस्याय भनेको तपाईँलाई के हुन्छ? कमन कोल्ड, रुगाखोकी लाग्छ अरे है। अनि नेत्र रोग, आँखा सम्बन्धी रोग लाग्छ है, आँसुलाई रोक्नु भएन। यदि तपाईँको आँसु बग्न आउँदैछ भने मजासँग बग्न दिनुहोस् है, खुलेर बग्न दिनुहोस् है। अर्को कुरा निद्रा है, हामी निद्रा लागिरहेको हुन्छ, निद्रालाई कन्ट्रोल गर्छौँ क्या, हामी सुत्ने कोसिस गर्दैनौँ। जब हाम्रो प्रकृति अनुसार भन्दैछौँ नि, हजुरलाई बेलुकातिर त सुत्नुपर्ने हुन्छ नि, हामी अनिद्रा बस्छौँ नि, हो निद्रालाई च्यापेर बस्छौँ नि है, त्यो च्याप्नु भएन है। त्योबाट के हुन्छ? तपाईँलाई हाई धेरै आउने हुन्छ। अङ्गमर्द भनेको मैले शरीर दुख्ने पीडा अघि नै भनिसकेँ, अगाडि पनि हैन, जिउहरू दुख्ने, अङ्गमर्द हुने, तन्द्रा हुने, त्यस्तो समस्याहरू रोग उत्पत्ति हुन्छ अरे है। अनि श्वासको वेग रोक्नु भएन है। जस्तो हामी परिश्रम गर्दाखेरि श्वास हुन्छ हैन, अथवा अरू के हिँड्दा घुम्दा हामी श्वास एकदम स्वा 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 हुन्छ नि, हामी त्यसलाई कन्ट्रोल गर्न खोज्छौँ नि, त्योबाट गुल्म रोग उत्पत्ति हुन्छ अरे के। गुल्म रोग, हृदय रोग, हेर्नु त मुटुको रोगसम्म पनि उत्पत्ति हुन्छ अरे हैन। भनेपछि 13 प्रकारको अधार्ने वेगहरू छन् है। मूत्र, पुरी, शुक्र, अपानवायु, वमन, छिक हैन, उद्गार भन्छ, जिरिम्बा, भोक, प्यास, आँसु, निद्रा, श्वास, यस्ता वेगहरू, यिनी 13वटा वेगहरू छन्। यिनीहरूलाई हामीले रोक्नु भएन। यिनी प्रकृति अनुसार चल्नु पर्यो। प्रकृतिमा दिशा लाग्यो, पिसाब लाग्यो हैन, अब अपानवायु भन्छ, हामीलाई अब बान्ता भयो हैन, यो हाईहरू, प्यासहरू, भोकहरू, अनिद्रा, यो निद्राहरू हामीले रोक्नु भएन है। यो प्रकृति अनुसारको बनाएको सिस्टम हो, यसलाई हामीले कन्ट्रोल गर्यो भने अन्य रोगहरू शरीरमा उत्पत्ति हुन्छन्। त्यसकारणले हजुरले यो कुरालाई ध्यान दिनु होला। हस्, थ्याङ्क यू।